हंसेश्वर शिवालय देवता तालकी बराई बिन्दवासिनी हाम्रो चाहिँ यो खाना पकाउने मासु पकाउने भूमि आज चाहिँ हाम्रो वनमा चाहिँ भूमि राम लक्ष्मण सम्पूर्ण देवादि देवी नमः स्वाहा। अब हजुरहरूले के गर्नु पर्यो भने अहिले मैले भनेको हेरेर कति सक्नुहुन्छ त्यो हलिका देखाइदिन्छु नि तपाईहरुले चाहिँ कति सक्नुहुन्छ पाठ गर्नु ब्रह्मदेवाय स्वाहा ब्रह्म विष्णु महेश्वर विष्णुदेवाय भाइ चाहिँ अब बराबर क्लियर खिचेर बनाएर नेपालीको हजुरले पढ्नु खाजा लाउनु नमः स्वाहा म 100 पटक एकजना लिन आउँदा भन्न कस्तो हेइबन यो मोल के नि तोल राखेको बोल्छ भन्दै पुग्ने बोल्छ त्यही ज्योतिबाल दिनु बाबा ज्योतिबालेर हाल्यो इ यहाँ छ त त्यही दाउरा माथि नि छ नि बाबा ज्योति बोलो बाबा बोलो यो त कालो देखाएर त यो त पछाडि देखिँदै रहन्छ मान्छे नदेखाएर हेलो आज नरहनु हो भाइको कुखुरा काट्दैछौ बाबु कुशल कुखुरा काट्दैछौ ए ल ल के काट्यौ आज हेलो ब्रदरहरु के काट्यौ आज ल भन बाबु पहा उसले चाहिँ सजिलो हुन्छ काट्नु तिमीले गरे नि हुन्छ तिमीले गर्न हुन्न र दाइ लाउन पातो ले त फोन हानो त म कहाँसम्म आइज पनि एक लोटली कोइन इनोको दोकान गरौ त यहाँ म लिन्छु टकेको कोइन दिने ए हेरोकै कोइन बोक्ने पछि नारायणको नामकरण गरेको पछाडि छोडेर हुन्छ काममा
हजुरले एकछिन पढ्नुहोस् म नाम लेखेर ल्याउँछु पात्र ल्याएर अनि त्यहाँबाट बनाएर सुटुकै भन्नुपर्छ है नाम सुनाइदिनु त हजुरले पात्र तिमी त भिडियोमा आए छैनौ प्रशंसा कति नि प्रशंसा तिमी त भिडियोमा एकचोटि नि आए छैन म नि आए छैन जाऊ मलाई दे कतिनो हाम्रो क्यामेरा गोमूत्र गोमय धीरज दधी सर्पी आज दाइको छोरा मनोजमान विश्वकर्माको छोराको नरनु आज भाइ सुपुत्र भाइ अमिरमान विश्वकर्माको नरनु आज जेनी विश्वकर्मा र मनोजमान विश्वकर्मालाई कङ्ग्रेचुलेसन। आज 11 दिन भएको छ। आज नरनको दिन हो। पैसा पाइछस् त त्यो मन खाऊ अलि दिन्छु भने पैसा मोबाइल वाला नि हुन्छ बाबालाई हुनु मोबाइल मेरो मोबाइल ल
नारायणको नामकरण पछाडि वयस्कमा स्मरण हुन्छ। बाबुलाई पनि नन्न भन्न सिकाऊ है, नन्न भन्न सिकाऊ है बाबुलाई। आर्यन पनि चलेको नाम हो नि आर्यन सिद्धि। अघि नाम सर्च गरेर के सबै नाम भन्नु दा एउटा चुज गर्छु म सुनेर भनेको। अमिर मान हो का? पहिलो नाम पहिलो नाम दोस्रो नाम तेस्रो नाम हुन्छ क्या र चौथो नाम बाबु आमाको इच्छा अनुसार हुन्छ। राशिको नाम नारायणको नाम अनि देवताको नाम हुन्छ क्या। यो चैतमा के बस्छ? चैतमा विष्णु विष्णु बसे अन्त चैतमा अनि चौथो नाम बाबु आमाको इच्छा अनुसार। बडाको बातमा हो, बडाको बातमा त्यसलाई पुसबाट बनाएको हो क्या। यसलाई कडको पात र पुस भएपछि बडाको पात हातमा लेख्ने हातमा लेख्ने। दिदीहरू आउनु हुँदैन पुरा ढिलो भएको भएर ढिलो गर्नु भएको क्या। के अरे जेनी भाउजूको दिदी होइन ढिलो गर्ने मानियो डराउनुहुन्न। निक्लिँदा अबेला हुन्छ। पहिला ऊ डोरा बनाइदिनु बनाउनु काँचो धागो खाएर बनाउँदै आउने कि कन्दानी अनि मोबाइल लाइट अफ गर्नु बाबा। ल्याइएन है कडको पातले बनाएर पुसबाट बनाएको हो। राशि को नक्षत्र का नाम क्या है? राशि को नाम सुनो, राशि को नाम सुनो। राशि को नाम अनि महीना को देवता को बसेको नाम अनि बाबुमा इच्छा अनुसार अनि पुरोहितले राख्ने नाम हजुर
हाम्रो भयो त्यो औँसीको जन्म भए उही ग्रह शान्ति हाल्नु पर्थ्यो अंशिया भन्थे के भन्थे राम्रो 12 जन्मेको छ औँसीमा त पुराण पक्षमा जन्मेको छ के पूर्णिया भनेको त पुराण पक्ष हो पुण्यकै दिनमा हो औँसी भएपछि अलि गाह्रो हुन्छ गरेर काट्न पर्छ के औँसी पूर्णिमामा जन्मनु गाह्रो पनि हुन्छ औँसीको अलि औँसीको दोष हुन्छ पुराण पक्षमा जन्मेको दोष हुन्छ खतरनाक भनिन्छ आजकल त छैन खतरनाक अब जन्म त त्यो औँसी जन्मन त पायो पनि बालक होइन जहिले साइज भयो भने भएन होइन त्यसलाई पनि जटिल सम्झेर भएन क्या अलिक औँसी जन्म त पायो नि जतिखेर रति दिए त्यतिखेर अत कत प्रारम्भ एकत गुणे सर्वे सर्व लोक अन्त्य रत सुरम मे नौमी ताणे मुस सप्तम अनरन्ते मातेजा यापसिस्यो मायस्य सुत शिष्य गौवा युक्त समयतो हरि स्मरण बाबु भनेर उठाइन् आइसलाई शास्त्र पढा उनी सर्वे आउँछ सरकार सरी सौनका ओदना सोपितान सहस्र भक्त मुनि परम वैशाम मनम दण्ड वैद्यम भर्खरै आउने धर्मबिन्द वरासने महाबुद्धि सन दर्दे मुनि सत्तम उभय सदस्य मध्ये सर्वे तन्त्र पविष्ट सन्त औनको मुनि सप्तम मदन गिरिमा बाधा प्रपच्छ विनयन वित सौनक उवाच महर्षि सुत सर्वस्व कलिकाले समगते केनो पायन वै भक्ति मर्दैणा महामते सर्वे भगवन्ति पापकर्म परायण वेद विद्या विज्ञासते श्रेय कथ भवते कला वन्नगता प्राणगता पानी हेर्न टन्न बन्दनी गरिने के काठ कन्दनी चाहियो ध्यानहरू सबै सुन्ने ध्यानहरू करियन्ते कलौ न सुगुञ्जन सुकु तेसु विनतेस प्रवित्ते पाप कर्मणि अवंश प्रलय सर्वे जनयन्ति दूरसहे स्वस्ल श्रमै सानी यता भवन्ते महापुण्य कत सुतन लो लाइदेऊ अनि आमाले पुण्य पाप वा करन्ते दागी भवन मध्य शास्त्र से निर्णय पुण्य पदेशु सदाय कतै वश्य विविर्जति अपाप तप्पर केश भो पामा ज्ञान सप्रेम संसार या परमते या यच्छति ज्ञान रूपी हरिश ज्ञान रत्नै पर सन्त कृष्ण सत्रेय सुमन्ते नरु रूप हरि मङ्गनीमा त बाहुन
वर्तने तपस्वी वा प्रयान्ते बच्चित फलाम तत्सर्व सोति मिच्छामि कथवस्य महामते मुनि सार्दु दवेदां पारग तत्मे दूते नहि वक्तन्ज्यो यतन्वा व्यवसिचिता अब पहिला आगो फुकाउँ कि आगो बडमा नाम धनस्य स मुनि श्रेष्ठ तस्यैव नाम सुनाएर नाम उच्चारण वक्ष्यामि कथ पाप प्रणसीम या पुष्ट मनुष्य एउटा पढ्छु पार्ने कान फुकेर भन्ने उचाव एकदा नरद योगी नक्षत्र नाम सुनाउनु पर्यो पाकवत तत्तो धनानु सर्व अन्न नाक्ले नाना यो पढ्छु पार्ने त पत्यना क्लीन सम्मानन सोडी शोकम मर्गी केनो पाए कौतप्रा दुःखायस्व भवेर ध्रुवमा अर्कोबाट अब नेपालीमा पढ्नु यसकै तलक बाबा अब नेपालीमा मात्रै पढ्नुहोस् 3-4 पन्ना नेपाली कति सकिन्छ त्यति पढ्नुहोस् नेपाली सुरुबाटै पढ्नु होइन त्यसको सुरुबाट नेपालीमा पढेर नामकरण के गरिन्छ भने पिपलको पातमा लेखेर गरिन्छ ओम पार्वती नम मुख्य पूज्यनानि ओम नमस्य नम लाल कपिल ओम सर्वनाथि नम श्री पूज्यनानि ओम सत्यान नम सर्वलिङ्गी पूजनानि यसले सूत्र लगाएको गर्ने मन्त्र पिपलबाट यो भयो उसले बनाएको तिमीले मान्ने बनाएको सरगम नचल त सानी सानी नचल त कथा सुनो त्यसै अवसरमा ठुला तेजस्वी र ठुला कीर्ति भएका वेद व्यासका शिष्य पौराणिक सुतजी आफ्नो अनेक शिष्यहरूको साथै भगवान श्रीहरिका स्मरण गर्दै आउँदा भए समस्त शास्त्र ज्ञान पौराणिकलाई आत्मसमर्पण देखेर तपस्या नै समाप्त सम्पत्ति भएका सौन्दकारी पानीले छर्किदिने हातैले प्रणाम गर्न सबै धर्म ज्ञाता भएका पनि विष्णु भक्त मुनिहरूलाई भूमिका लम्पसर पर भक्तिपूर्व दण्डवत प्रणाम गर्दा गर्दै भए अनि त्यसका सभाका माझमा सम्पूर्ण शिष्यहरूले भेला दिएका मुनि सुतजी ऋषिहरूले दिएको उच्च आसन बसे अनि त्यस आसनमा बसेका सुता पौराणिक मुनि श्रेष्ठ सौनकजी नम्र भएर दुवै हात जोडी यस्तो वचन बोल्न लागे सौनकजी भन्दछन् हे सृष्टि ऋषि श्रेष्ठ सुतजी तिनै कालको ज्ञाता प्राप्त भएपछि मनुष्यहरू ईश्वरको भक्तिमा चित्त लगाउँछन् सबै मानिसहरू अनेक पाप कर्म लागेका हुन्छन् वेद शास्त्र पढेको होइनन् प्राणीहरूको कल्याण कसरी होला यस कलियुगका मनुष्यहरू अन्नमय अर्थात् अन्न खाएका कारण भने मर्नेछन् सानो अनेक थरीका दुःख पीडाले आकुल भएका छन् भन्ने कुरा सहजै कठोर परिश्रमले मात्र सिद्ध हुन्छ यो कुरा शास्त्रमा यस कलियुगमा कसैले धर्म गर्ने छैनन् धर्म नष्ट भएर पाप वृद्धि भएपछि दुष्ट बुद्धि भएर अनेक नष्ट हुनेछन् धेरै धनले उपाय हामीहरूलाई आज्ञा व्यक्तिले पाप पुण्य कर्म क्यामेराम्यान त सरगम आइज त यहाँ अलग्ग समाएर हजुर बन्द गरिदिनु
ओम सानो मलाई एउटा दे त मङ्गलमूर्त एउटा ले न फुल फुल एउटा ले न 12 घर निवासी हे मनोजमान फुल ले न आओ के शत्रुमानको नाति मनोजमानको यानी ये के ऐश्वर्या दे त नक्षत्र अमुका नाम अम्बिमान बालक चल्यौ नमस्ते गर नमस्ते शुभम भवन्तु नमस्ते गर ओम नमस्ते गर हाम्रो बालकको नाम अम्बिरमान विश्वकर्मा की जय जय ल ताली बजाउँ है सबैजनाले अम्बिरमान विश्वकर्मा की जय अम्बिरमान विश्वकर्मा की अम्बिरमान विश्वकर्मा बालक दीर्घायु भूत नम शुभम अब मेखला लुगा लगाइयो सानो एक आइजन हाले सानी सानी ऐश्वर्या मामा बनाउँदै दिँदा हजुरले पहिला के लगाइदिनु भने सुत्ता पानी पनि बनाउनु अहिले रातो तपाईलाई रातो फेरि यो पहिला उसको निधारमा किन खाली छ यसको बोक्रा बोकेर कस्तो हो त्यो गरेर ओग्लो बोक्रा मोबाइल दुईटै यता हेर न ऐश्वर्या तिम्रो फोटो खिच्यौँ दाहिने हातमा ल मङ्गलम भगवान् विष्णु मङ्गलम सुन्दरम पुण्यकाच जनवरी तदैव लग्न सुदिनम तारव तेनबद्धवति राजा दानवेन्द्र महाबल तेनत्वापत्ति बदनामी अदलले तेनत्वापत्ति बदनामी रक्षमा चलत स्वर्गका राजा इन्द्रका छोरा अथवा बलिराजका छोरा त्यतिले लिनु पर्छ हजुर उठ्नु ल कतो भयो भने चाहिँ अहिले चाहिँ चाक है ओइ आइजा आइजा चापदै नै नै काटे बोल्नु ओइसन बोलेन नि जाने काम तिनीहरुले दिएन तपाईँकोमा आउँछ पठाइदिने ल अब यसमा पनि दाहिने खुट्टामा सातो हाल्दिनु ल्याउ त सातो लाग्छ बनाउँदै तपाईँ भागिहाल्छ छिटो भाग्यो उठाइदिनु इन्डोराको खुट्टामा हो कि अब यो सातो फोटो हुन्छ कि हुन्छ खुट्टामा कि ढाडमा अब सातो हालिदिनु न पहिला सातो हालिदिनु पानीले काकाले दिए ढाड पनि भयो पर पूर्व कालमा समस्त प्राणीको कल्याणको काममा लागिरहेको पवित्र ठिकै भयो ठुलो भयो